यो एटीएस मिटर मैले अलरेडी सेटिङ गरिसकेको छु। यसको सेटिङ कहाँ कहाँ गर्नुपर्छ त्यो मात्रै हामीहरू यसलाई हेर्छौँ। यसको पासवर्ड चाहिँ 003 पासवर्ड 003। यदि यसमा सेटिङ गर्नुपर्छ यता गर्नुपर्छ भोल्टेज, यसको सबै मैले गरिसकेको छु। फ्रिक्वेन्सी, भोल्टेज अनि 3 पेज 4 वायर यता सबै चेन्ज गर्नुपर्छ। यसमा गएर चेन्ज गर्ने। ओके, यता छ 1 फेज 2 वायर PP, यता पनि देखाएको छ फेज टु फेज यसो। त्यसपछि यसको मेन सेटिङ भनेको चाहिँ कन्फिगरेसन एप्लिकेसनमा जानुपर्छ। यता चाहिँ यसको सबै हो। यो 5 सेकेन्ड, 2 सेकेन्ड, 120 सेकेन्ड, 1 सेकेन्ड, 1 सेकेन्ड, 1 सेकेन्ड, कुलिङ टाइम 20 सेकेन्ड, ट्रान्सफर्मर डिले 3 सेकेन्ड, 3 सेकेन्ड। यसको मुनि गएपछि एउटा अझै मुनि, योमा चाहिँ केही पनि पर्दैन, ब्याक जाने। यो मोटर डिस्कनेक्ट चाहिँ अफ गर्नुपर्छ। 1 सेकेन्ड छ यसको सबै, 1 सेकेन्ड डिस्कनेक्ट। फेरि ब्याक। मेन चाहिँ यो हो सोर्स पोलारिटी भनेको। S1 मा चाहिँ यस्तो गर्नुपर्छ, यतिको गर्नुपर्छ 20-14 र डाइरेक्सन यस्तो गर्ने। S2 मा चाहिँ यसको चाहिँ यो गर्ने, यस्तो टाइपको 20-14, 9-12 र 20-03, तर चाहिँ यो डाइरेक्सन माथि चाहिँ डाइरेक्ट। यति गरिसकेपछि फेरि ब्याक जाने। फेरि यो ब्याकअपमा स्ट्यान्डर्ड हुन्छ पहिला चाहिँ, डिफल्ट चाहिँ यसलाई डिले गर्ने। फेरि यसको मुनि गयो भने यो टाइमिङ चाहिँ न्युट्रल टाइम चाहिँ 3 सेकेन्ड, डिफल्टमा पनि यो 3 सेकेन्ड नै हुन्छ। यो यति गरिसकेपछि फेरि तल जाने। यो चाहिँ यो सेटिङ हुन्छ हैन। यो डिफल्टमा पनि यतिकै नै हुन्छ, यो यतिकै छोड्दा हुन्छ। यो S1 को भयो, यो S2 को पनि सेम छ। अनि यसको तल चाहिँ ब्याट्री भोल्टेजमा जानुपर्ने हुन्छ। यो ब्याट्री भोल्टेजमा गएर अन्डर भोल्टेज, यो तेस्रो नम्बरको चाहिँ क्लिक गरेर यहाँ 24 हुन्छ डिफल्टमा चाहिँ, यसलाई 20 गर्ने। यति गरेन, यदि त्यसलाई 20 गरेन भने हाम्रो यहाँ फल्ट देखाउँछ, त्यही भएर यसलाई चाहिँ 20 मा राख्ने। अनि यति गरिसकेपछि यसलाई ब्याक गर्ने। यता आउटपुट रिलेमा गएर एउटा सेटिङ गर्नुपर्ने हुन्छ हामीले। यो रिलेलाई, रिले 2 लाई यो सेटिङ गर्ने, सेन्ट्रल चेन अलार्म भनेर यस्तो गरिदिने। यो यदि रिले छ भने मात्रै गर्नुपर्छ, रिले छैन भने पर्दैन। यति गर्दाखेरि यसको सेटिङ पुरै कम्प्लिट हुन्छ।